भिडियोमा देखिएको यस अलैँची फार्म मोदी एक भुकताङ्लेमा अवस्थित छ। यहाँका सञ्चालक हुनुहुन्छ बुद्धिमान गुरुङ, जसले 5 वर्षदेखि अलैँची खेती गर्दै आइराख्नु भएको छ। उहाँले वार्षिक 3 मन अलैँची बिक्री वितरण गर्दै आइराख्नु भएको छ र उहाँको फर्मको बारेमा उहाँबाटै नै बुझौँ। नमस्कार। ल, हजुरको नाम? बुद्धिमान गुरुङ। अनि यहाँ हजुरको फर्मको नाम कति रोपनीमा अलैँची लगाइराख्नु भएको छ? एक किसिमको पशुपन्छी फर्म हो बहिनी हो। हजुर। यो झन्डै 50 रोपनीमा छ। हजुर। यो चाहिँ झन्डै आजभन्दा 5 वर्ष अगाडिबाट चाहिँ स्थापना भएको हो। हजुर। र यहाँ चाहिँ हाम्रो ज्ञान केन्द्र पर्वतबाट आवश्यक मात्रामा चाहिँ अनुदानहरू सहयोग पनि भएको छ, मिलेको छ। आउँदा दिनहरूमा पनि ज्ञान केन्द्र पर्वतबाट विभिन्न चाहिँ आवश्यक क्षेत्रमा चाहिँ अनुदानको माग गर्छु। हजुर। र मेरो यो फर्मलाई अझै विकास र विस्तार गर्ने हो। हजुर। र यहीँ नेपालमै आत्मनिर्भर भएर बाँच्ने उद्देश्यले विदेशबाट फर्केको। यहाँ यस्तो स्प्रिङ्कलहरू चाहिँ 5वटा चाहिँ छ। हजुर। 5वटा स्प्रिङ्कलबाट हरेक 2-3 दिनको बिचमा सार्दै सम्पूर्ण अलैँची बारीसम्मै यो पानीको सिँचाइ पुग्छ। हजुर। यो 2-3 दिनमा चाहिँ यो सार्दै गर्छु मैले। हजुर। र सबै ठाउँमा चाहिँ सिँचाइको व्यवस्था पुरा छु। हस्, धन्यवाद। हस्, धन्यवाद।